Hello guys, welcome to another video of Mentora. अनि आजको भिडियोमा चाहिँ हामी काठमाडौँ मेट्रोपोलिटन स्कलरशिप वा त बालेनको स्कलरशिप भनेर पनि सुन्नुभयो होला। त्यसको बारेमा चाहिँ एउटा भिडियो लिएर आएका छौं र हामी चाहिँ त्यसको क्राइटेरिया कस्तो छ, कस्तो क्वेशन आउँछ अनि त्यसपछि हजुरहरूले चाहिँ कस्तो केसेसहरुमा त्यहाँ अप्लाई गर्न मिल्छ र त्यो होल एप्लिकेसन प्रोसेस र क्वेशन फर्मेट साथै क्वेशन भित्र चाहिँ कस्तो क्वेशनहरु आउन सक्छ त भन्ने बारेमा चाहिँ म आफ्नो पर्सनल एक्सपिरियन्स साथै मैले सुनेका कुराहरु शेयर गर्ने छु र त्यो भन्दा अगाडि चाहिँ एउटा एकदमै महत्त्वपूर्ण कुरा हामीले चाहिँ एउटा ब्रिज कोर्स ल्याएका छौं मेन्टोराको र हामीले चाहिँ एकदमै अफोर्डेबल प्राइसमा हजुरहरूलाई यो ब्रिज कोर्स दिने छौं र फर्स्ट 50 स्टुडेन्ट्सहरुलाई चाहिँ 25% डिस्काउन्ट पनि छ र हामीले चाहिँ जम्मा 800 मा भनेको चाहिँ मेबी नेपाल भरिमै सबभन्दा सस्तो हो कि तर वान अफ द मोस्ट चीप ब्रिज कोर्स ल्याएका छौं र यहाँ चाहिँ हामीले मेट्रोपोलिटन स्कलरशिप रिलेटेड सेन्ट जेभियर्स रिलेटेड लगायत अन्य कलेजेसहरु रिलेटेड क्वेशनहरु प्रिपेयर गराउनु साथै कक्षा 11 मा चाहिने केही नलेजहरु पनि दिने छौं। सो इफ हजुरहरूले अहिलेसम्म ब्रिज कोर्स जोइन गर्नु भएको छैन भने डु कन्सिडर अस है त। ल आज फेरि ब्याक टु द टपिक जाँदाखेरि चाहिँ आज चाहिँ हामी अब एलिजिबिलिटी क्राइटेरिया के छ भन्नाले हजुरहरू चाहिँ कस्तो केसमा चाहिँ मेट्रोको स्कलरशिपको लागि अप्लाई गर्न सक्नुहुनेछ अनि त्यसपछि कोटा कतिको छ र कसरी अप्लाई गर्न सक्नुहुनेछ बारेमा जाम है त सुरुमा। सो फर्स्टली चाहिँ हजुरले अप्लाई गर्नको लागि चाहिँ हजुरको मिनिमम जीपीए चाहिँ 1.6 हुनुपर्ने छ एसई मा र जब यो मेट्रोको एक्जाम हुन्छ त्यतिन्जेल चाहिँ हजुरहरूको रिजल्ट आइसकेको हुन्छ हैन, असारतिर हुन्छ यो एक्जाम। सो त्यही अनुसार जीपीए हेरेर अप्लाई गर्नु होला र मेरो सजेसन चाहिँ सकेसम्म अप्लाई गर्नु होला, वेदर हुन्छ नि हजुरहरू एभरेज भए पनि अबभ एभरेज भए पनि सिन्स लाइक एकदमै धेरै स्कलरशिप दिन्छ र एउटा कलेजमा जसमा चाहिँ नर्मली हजुरहरूले चाहिँ 2 लाख देखि 5 लाख सम्म पनि पे गर्नुपर्ने थियो, त्यसमा फ्रीमै पढ्न पाउनु भने त सानो कुरा हैन नि त। त्यही माथि पनि यो पाउने चान्स धेरै नै छ, त्यही भएर अप्लाई गर्नु होला। र अर्को चाहिँ अप्लाई गर्नको लागि अर्को भनेको हजुरहरूले चाहिँ कम्युनिटी स्कुलबाट भनेको चाहिँ सरकारी स्कुलबाट एसई दिनु भएको हुनु पर्यो। यदि सरकारी स्कुलबाट दिनु भएको छैन भने चाहिँ हजुरले एसई जुन स्कुलबाट गर्नुभयो, जुन प्राइभेट स्कुलबाट गर्नुभयो त्यहाँ चाहिँ 10% स्कलरशिप पाउनु भएको हुनुपर्छ। त्यति पाएको भए चाहिँ हजुरले अप्लाई गर्न पाउनुहुनेछ है। अनि त्यसपछि इफ यो दुईटै केसेस छैन भने चाहिँ के पनि हुन मिल्यो भन्दाखेरि पर्मानेन्ट रेजिडेन्स इन वार्ड नम्बर 1, 2 and 3 अफ डाइरेक्टली अफेक्टेड एरिया फ्रम ल्यान्डफिल साइट भनेको यो हाम्रो त्यो फोरहरु राख्ने वा त फ्यामिली ठाउँ छ नि, त्यो ठाउँहरुको चाहिँ वार्ड नम्बर 1, 2 र 3 को हुनुहुन्छ भने पनि अप्लाई गर्नु मिल्यो र धुनी बेसी रुरल म्युनिसिपालिटीको वडा नम्बर 1, 3 र 4 मध्ये जुनमा पनि बसोबास गर्नुहुन्छ वा त अस्थायी रूपमा बसोबास गर्दै आउनु भएको छ भने चाहिँ हजुरहरूले अप्लाई गर्नु मिल्यो है। र यति त भयो हजुरहरूले कुन केसमा अप्लाई गर्नु मिल्यो भन्ने कुरा है त। अब त्यसको लागि डकुमेन्ट के चाहिन्छ हेरौँ है त। सुरुमा हजुरलाई एसई को एडमिट कार्ड त चाहि नै हाल्यो हैन, हजुरहरूले एसई दिनु भएको हो, यही वर्ष दिनु भएको हो भनेर प्रुफ गर्नलाई एउटा प्रुफ गर्नलाई। अनि सेकेन्ड भनेको पासपोर्ट साइज फोटो चाहियो, हजुरको स्कुलमै खिचेको छ भने द्याट वुड बी बेटर, तर अरु कुनै पनि काम गर्छ है। तेस्रो चाहिँ सिटिजनशिप सर्टिफिकेट, तर यो कम्पलसरी चाहिँ छैन, हजुरहरुसँग जन्म दर्ताको प्रमाणपत्र छ भने त्यसले पनि काम गर्छ है। अनि अर्को चाहिँ एसई को मार्कशिट चाहिहाल्यो, क्यारेक्टर सर्टिफिकेट चाहिहाल्यो। अनि रेकमेन्डेसन एज पर शेड्युल 1 भनेको चाहिँ यो हजुरहरूको मोस्टली चाहिँ स्कुलमा नै हजुरहरू माग्न जानुभयो भने चाहिँ दिनै हाल्नुहुन्छ हैन। सो यसमा चाहिँ हजुरहरूले धेरै चिन्ता लिनु पर्दैन। आई थिंक 3टा पेपर दिएर पठाउनुहुन्छ हैन एसई मार्कशिटको बाहेक। एउटा चाहिँ रेकमेन्डेसन लेटर भयो अनि अर्को चाहिँ क्यारेक्टर सर्टिफिकेट भयो। अनि त्यसपछि रेकमेन्डेसनको 2टा
पेपर हुन्छ हजुरको सेड्युल 1 र सेड्युल 2 को अनुसार हैन। सो यति डकुमेन्टहरु चाहिन्छ। अनि रिक्वायर्ड डकुमेन्ट्स फर रिजर्भेसन पर्पसेस के हो भनेको चाहिँ अब हजुरहरु जनजाति हुनुहुन्छ वा त अघि भने जस्तो धुनीबेसी म्युनिसिपालिटीको पर्मानेन्ट रेजिडेन्ट हुनुहुन्छ भने चाहिँ त्यो म यस्तो हो है भनेर सर्टिफाई गर्ने खालको एउटा डकुमेन्ट चाहिने हुन्छ। त्यो चाहिँ हामीले डिस्क्रिप्सनमा पीडीएफ राखेको छौं, त्यसमा पनि हेर्न सक्नुहुनेछ है त ठ्याक्कै कस्तो डकुमेन्ट्स चाहिन्छ भनेर। र यो चाहिँ हजुरहरूले अप्लाई गर्दाखेरि खेरि त्यो एप्लिकेसन फर्ममा पनि लेखेको हुन्छ है। अनि अर्को चाहिँ सर्टिफिकेट एज पर सेक्सन 7 मेन्सन इन द रिजर्भ ग्रुप हो। त्यो रिजर्भ ग्रुपलाई चाहिने डकुमेन्टहरु चाहिँ के हो त्यो पनि ल्याउनु पर्ने हुन्छ है। अब चाहिँ हामी हैन स्कलरशिप चाहिँ कस्तो कस्तो मान्छेहरूले पाउनुहुनेछ वा त टोटल कोटा कस्तो छ हेरौँ है त। सो स्कलरशिप ग्रान्टमा चाहिँ 40% चाहिँ स्टुडेन्ट्स फ्रम गभर्नमेन्ट स्कुल भनेको टोटल 100% बाट 40% चाहिँ सरकारी स्कुलबाट पढ्नु भएकोहरूले पाउनुहुन्छ हैन। अनि 5% मात्र चाहिँ प्राइभेट स्कुलहरूले पाउनुहुनेछ। अनि 14% चाहिँ अब हजुरहरू चाहिँ पहिलेदेखि काठमाडौँमै बस्दै आउनु भएको छ भने त्यहाँबाट पाउनुहुनेछ। र 1% चाहिँ स्टुडेन्ट्स बिलोङ्गिङ टु ल्यान्डफिल एरिया चाहिँ अघि भनिसके। सो त्यहाँको पर्मानेन्ट रेजिडेन्स हुनुहुन्छ भने चाहिँ त्यो 1% चाहिँ हजुरहरूले पाउनुहुनेछ। र 60% चाहिँ यो भयो हैन। अब बाँकी 40% चाहिँ के हुनेछ भन्ने त्यो 40% लाई चाहिँ 100% मानेर भनेको चाहिँ इफ हामीले टोटलबाट 40% गर्दाखेरि 100 जना निस्केको छ भने अभियसली अब 100 जना त निस्किदैन, अलि धेरै नै निस्किन्छ हैन। त्यो 100 जना मध्ये चाहिँ अब फेरि डिभाइड हुन्छ के कसरी डिभाइड हुन्छ भने चाहिँ हेर्नु है त छात्रा मध्ये 33% भनेपछि 100 जना इफ 40% टोटलको 40% गर्दा 100 जना आउनु भएको छ भने त्यो 100 जना मध्ये चाहिँ 33 जनाले चाहिँ 33 जना चाहिँ वुमेन हुनै पर्यो है, छोरी मान्छे हुनै पर्यो र उहाँहरूले चाहिँ त्यो स्कलरशिप पाउनु हुनेछ हैन त्यो टोटल जनाहरु मध्ये है। अनि त्यसपछि 15% त्यो 40% जुन स्टुडेन्ट्सहरुलाई हुनुहुन्छ नि त्यसलाई चाहिँ 100% मानेर चाहिँ स्कलरशिप दिनेछ हैन। भनेपछि अब 100% मा 50% भनेको त 15 जना भयो नि त। सो इफ 100 जना सेलेक्ट हुनु भएको छ हैन 40% मा भने त्यसको 15 जनाले चाहिँ आदिवासी वा जनजाति हुनै पर्नेछ। र त्यसको 12% चाहिँ मधेसीहरूले पाउनुहुनेछ। अनि 17% खस आर्य, 9% दलित, 2% मुस्लिम, 4% थारू, अनि 2% अपाङ्गता भएका व्यक्तिहरू र 4% चाहिँ पिछडिएका वर्गहरूले पाउनुहुनेछ। र अन्तिममा 2% चाहिँ शहीद वा त बेपत्ता परिएका नागरिकको परिवार वा त द्वन्द्व पीडित नागरिकको परिवार हैन। सो यसरी चाहिँ त्यो 40% भित्र पनि जुन बाँकी भएको हाम्रो 40% छ नि त्यो भित्र पनि डिभाइड गरेर एकदमै इन्क्लुसिभ वेमा चाहिँ हामीले वा त मेट्रोले चाहिँ स्टुडेन्ट्सहरू छान्छ है। अब यस खण्डको प्रयोजनका लागि पिछडिएको क्षेत्रको व्यक्ति भन्नाले अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका व्यक्तिहरूलाई जनाउँछ। सो यहाँ पिछडिएको क्षेत्रको व्यक्ति भनेर 4% छुट्याइएको छ नि हो त्यसमा चाहिँ यो क्षेत्रहरूको मान्छेहरूलाई जनाइन्छ। र यदि हजुरहरू चाहिँ यो क्षेत्रबाट हुनुहुन्छ भने म यो क्षेत्रबाट हो भनेर आफ्नो पर्मानेन्ट रेजिडेन्सी देखिने गरी एउटा डकुमेन्ट पेश गर्नुपर्ने हुन्छ। अनि मात्र चाहिँ हजुरलाई यो इन्क्लुसिभिटीबाट पनि यो पर्सेन्टहरुमा परेर हजुरहरूले स्कलरशिप पाउने चान्स चाहिँ एकदमै बढी हुन्छ है। सो अब साइन्सबाट कति जना, म्यानेजमेन्टबाट कति जना भनेर पनि सेपरेट गरिएको छ। हामीले चाहिँ त्यो खासै महत्त्वपूर्ण नलागेर भिडियोमा राखेका छैनौं, तर हामीले तल राखेको पीडीएफमा त्यो सबै कुरा छ है कति जनाको कोटा छ भनेर। अनि एउटा थप कुरा चाहिँ हरेक कलेजले चाहिँ आफ्नो जति विद्यार्थी छ नि त्यसको 10% लाई चाहिँ यो छात्रवृत्ति दिनै पर्ने हुन्छ है। त्यही भएर पनि यो स्कलरशिप पाउन रिलेटिभली सजिलो नै छ। जतिको हामीले बेनिफिट पाइरहेको छौं नि त्यो हेरेर चाहिँ रिलेटिभली सजिलो नै छ। सबैजना मिलेसम्म चाहिँ अप्लाई गर्नु होला है त। र अब कुरा गरौँ क्वेशन फर्मेटको है। क्वेशन कस्तो कस्तो आउँछ अनि गाह्रो हुन्छ कि सजिलो हुन्छ, कति मार्क्सको के क्वेशन आउँछ भन्ने कुरा गरौँ है त। सो हाम्रो क्वेशन चाहिँ यति 4वटा फिल्ड्सबाट आउँछ। फर्स्ट म्याथ्स भइहाल्यो, साइन्स, इंग्लिश र जीके हैन। अब यसमा पनि कसरी आउँछ भन्दाखेरि चाहिँ म्याथ्सबाट 30 मार्क्स, साइन्सबाट 30 मार्क्स, इंग्लिशबाट 30 मार्क्स र जीकेबाट चाहिँ 10 मार्क्स गरेर आउँछ।
अनि हजुरहरूको थाहा नै होला MCQ क्वेसन्सहरू आउँछ है। सो अब यो चाहिँ हजुरहरूले OMR सिटमा गर्नुपर्ने हुन्छ है। सो त्यहाँ जानुभन्दा अगाडि OMR सिटमा पनि प्र्याक्टिस गर्नु। यदि हजुरहरूले कतै अरू ठाउँमा इन्ट्रान्स दिनुभएको छ भने त्यता पनि OMR सिटहरूमा केही हदसम्म प्र्याक्टिस भइसकेको नै हुन्छ है। सो OMR सिटमा चाहिँ त्यो गोलो घेराभन्दा बाहिर नजाने गरी चाहिँ हजुरहरूले केर्नुपर्ने हुन्छ होइन आन्सरलाई। त्यो पनि एउटा भिडियो हेरेर जानु होला, एकदम केयरफुली दिनु होला। हजुरको त्यो नम्बरहरू भर्नु कि त नामहरू भर्नु छ भने पनि एकदमै केयरफुली भर्नु होला है। सो त्यो कुरा चाहिँ टेक्निकल कुराहरू भयो। सो अब मेरो पर्सनल एक्सपिरियन्सबाट चाहिँ हामीलाई क्याल्कुलेटर युज गर्न दिनुभएको थिएन होइन। अनि सो यो सबैबाट जे जति क्वेसन आउँछ सबै चाहिँ हजुरको ग्रेड 10 कै सिलेबसबाट आउनेछ होइन। सो क्लास 9, क्लास 8 वा त क्लास 11 को चाहिँ कुनै पनि क्वेसन्स आउने छैन। जस्ट जिके को चाहिँ हल्का बाहिरी क्वेसन आउनेछ भन्नाले जुन जिके क्वेसनहरू आउँछ त्यो चाहिँ हजुरहरूको बुक्समा चाहिँ बेस्ड हुँदैन है। सो म्याथबाट क्वेसन हेर्ने हो भने चाहिँ कस्तो खालको क्वेसन आएको थियो भने एउटा भयो सेटको है। सेटबाट पनि कस्तो थियो भन्दाखेरि यो सेडेड रिजनले चाहिँ के रिप्रेजेन्ट गर्छ भनेर सोधेको थियो है हाम्रो टाइममा। अब यो चाहिँ हजुरहरूको लागि नि सेम क्वेसन आउँछ भन्ने त हुँदैन होइन, तर पनि यस्तै फर्मेटको के। अनि अप्सनमा चाहिँ A कम्प्लिमेन्ट इन्टरसेक्ट B कम्प्लिमेन्ट अनि त्यस्तै खालको थियो होइन। सो हजुरलाई चाहिँ एउटा जेनरल कन्सेप्ट सेटको चाहिँ जेनरल कन्सेप्ट हुनुपर्ने छ होइन। A कम्प्लिमेन्ट अनि B कम्प्लिमेन्ट भनेको के हो, त्यसले भेन डायग्राममा के रिप्रेजेन्ट गर्छ, एउटा ग्रुपबाट चाहिँ A कम्प्लिमेन्ट भन्यो भने त्यसले चाहिँ के भन्न खोजेको हो लगायतका अरू कुराहरूमा चाहिँ हजुरलाई थाहा हुनुपर्छ होइन। अनि सेकेन्डली एउटा कुरा चाहिँ अर्को आएको थियो हाम्रो कम्पाउन्ड इन्ट्रेस्टबाट है। कम्पाउन्ड इन्ट्रेस्टमा चाहिँ कस्तो थियो भन्दाखेरि एकदमै सिम्पल क्वेसन थियो हुन्छ नि। जस्तो अब हजुरलाई त्यो प्रिन्सिपल अमाउन्ट अनि रेट टाइम तिनटै दिएर कम्पाउन्ड इन्ट्रेस्ट क्याल्कुलेट गर्नुहोस् होइन। सेमी एनुअली, एनुअली वा त क्वार्टरली त्यस्तै खालको एउटा आएको थियो। त्यो एकदम सजिलो त सजिलो हो, तर क्याल्कुलेटर युज गर्न नपाउने हुँदा चाहिँ हल्का गाह्रो हुनसक्छ। सो त्यो पनि एउटा क्याल्कुलेट गर्न सिक्नुहोस् होइन, प्र्याक्टिस गर्नुहोस् क्याल्कुलेटर युज नगरिकन। धेरै आएको थिएन, एउटा मात्र क्वेसन आएको थियो है कम्पाउन्ड इन्ट्रेस्टको। सो हजुरको चाहिँ सबै त्यो सिलेबस कभर नै हुन्छ, कभर गर्न खोजिन्छ किनभने 30 मार्क्स भनेपछि त धेरै जसो कुराहरू कभर नै हुने भयो नि त होइन। सो यस्तै प्रोबेबिलिटी सेट, कम्पाउन्ड इन्ट्रेस्ट अनि हजुरहरूले जे पढ्नु भएको छ त्यो धेरै जसोबाट आउँछ। अब एकदमै लामो क्वेसनहरू एकदमै लामो ल्याङ्ग्वेज भएर अनि त्यस्तो गाह्रो पार्ने गरी चाहिँ आउँदैन। क्वेसनहरू सिम्पल हुन्छ होइन। जस्ट हरेक सब्जेक्टबाट एउटा दुईटा चाहिँ गाह्रो हुनसक्छ होइन। अनि मेजर भनेको चाहिँ जिके क्वेसन्सहरूमा मार्क्स जाने सम्भावना हुन्छ। सो त्यो पनि म हजुरलाई भन्ने नै छु कस्तो आउँछ भनेर चाहिँ है। सो म्याथ्सको पनि सिलेबसबाट जुन क्वेसनमा चाहिँ हुन्छ नि, अब एरिया रिलेटेड क्वेसनहरू भयो होइन, एरिया अनि त्यसपछि भल्युम रिलेटेड क्वेसनहरू अनि त्यसपछि हजुरहरूको सिएसए टिएसए निकाल्ने क्वेसनहरू त्यो हुन्छ नि, त्यो पनि एकचोटि सर हेर्नु होला। त्यहाँबाट खासै गाह्रो क्वेसनहरू चाहिँ आउँदैन किन भन्दाखेरि लामो प्रोसेस गर्नुपर्ने क्वेसन आउँदैन। मैले नोटिस गरे अनुसार चाहिँ हाम्रो हल्का लामो वा त टाइम कन्ज्युमिङ भनेको चाहिँ कम्पाउन्ड इन्ट्रेस्ट थियो होइन। अब सेटको क्वेसनमा पनि हल्का लजिकलै भएको हुनाले सोच्न चाहिँ टाइम जान्छ, तर हजुरको गरेरै क्वेसन मा टाइम जाने भन्ने चाहिँ कमै हुन्छ है। सो प्रोबेबिलिटीबाट पनि सिम्पल क्वेसन आउँछ। अनि त्यसपछि एरियाहरू, सिलिन्डर कोन के को छ, स्ल्यान्ट हाइटहरू क्याल्कुलेट गर्न पनि सिक्नु होला होइन। आई थिङ्क त्यस्तै स्ल्यान्ट हाइट कि समथिङ के निकाल्न आएको थियो, त्यो सबै कुरा रिभाइज गर्नु होला। यो चाहिँ अब मैले याद भएको जति लेखेँ, तर अझै पनि हाम्रो भिडियोहरूमा पनि आउनेछ होइन कस्तो प्रोबेबल क्वेसनहरू हुनेछ त भनेर। अनि त्यो अब फाइन्ड द भ्यालु अफ एक्स त्यो एङ्गलहरूमा होइन त्यस्तोहरू पनि आउनसक्छ। सो सर त्यो पनि हेर्नु होला है। अनि अब साइन्सको कुरा गर्दाखेरि चाहिँ साइन्सबाट पनि म चाहिँ सुरुमा बुककै एमसिक्यूहरू हेर्नु भन्छु होइन, किनकि अब एमसिक्यू बेस्ड क्वेसन हुने भएपछि त धेरै जसो सिमिलर नै हुन्छ नि त होइन। सो एमसिक्यू बेस्ड क्वेसनहरू हेर्नु होला होइन। एउटा भयो एमसिक्यू होइन।
अनि त्यसपछि अर्को चाहिँ हाम्रो अब त्यो युनिभर्सबाट छ नि क्रिटिकल डेन्सिटी कति हुनुपर्छ है, ओपन युनिभर्स क्लोज्ड युनिभर्सको कुराहरू आउँछ होइन, त्यो कुराहरू पनि हेर्नु होला एकचोटि सर। र अनि इफ फर्टिलाइजरहरू छ भने त्यसको फुल फर्महरू, अनि त्यसपछि हजुरको त्यो वाइट ब्लड सेल रेड ब्लड सेलहरूको कुराहरू हुन्छ नि, आरबिसी डब्लुबिसीहरूको कुराहरू, जस्तो कति पाइन्छ, यो डेफिसियन्ट भएकोलाई, आई थिङ्क हाम्रोमा चाहिँ डेफिसियन्ट भएकोलाई हो कि एक्सेस भएकोलाई के भनिन्छ भनेर सोधेको थियो है। सो यो त लगभग बेसिकै क्वेसन हो नि त होइन। सो यस्तै खालको क्वेसनहरू आउँछ होइन। सो त्यसको लागि चाहिँ प्रिपेयर्ड हुनु होला, एकदमै बेसिक कुराहरू पनि नछोड्नु होला होइन। आरबिसी डब्लुबिसी प्लेटिलेट्सको कुराहरू भयो, अनि त्यसपछि अरू पनि थियो लाइक पिरियोडिक टेबल पनि सर हेर्नु होला, कुन ग्रुपको एलिमेन्टहरूलाई के भनिन्छ, त्यस्तो खालको क्वेसनहरू पनि हेर्नु होइन। र यो बाहेकको क्वेसनहरू कस्तो आउँछ भनेर चाहिँ हामी आफ्नो भिडियोहरूमा र हाम्रो सेसन्सहरूमा पनि इन्क्लुड गर्नेछौँ। भिडियोमा सबै कुरा नआउने हुँदा चाहिँ सेसनहरू अटेन्ड गर्ने प्रयास गर्नु होला। सेसनहरूमा चाहिँ हामीले हजुरलाई सकेसम्म हाम्रो आफ्नो एक्सपिरियन्सबाट कलेज इन्ट्रान्स एक्जामहरू, मेट्रोपोलिटनको एक्जामहरू र क्लास 11को पनि बेसमा चाहिने कुराहरू चाहिँ के छन् भनेर चाहिँ मेजरली सेसन्समै कुरा गरिन्छ। सो त्यो सेसन पनि जोइन गर्नु होला है। र इङ्ग्लिसको कुरा गर्ने हो भने चाहिँ मेजरली चाहिँ सब्जेक्ट भर्ब अग्रिमेन्टको क्वेसनहरू आउँछ होइन। सब्जेक्ट भर्ब अग्रिमेन्ट, अब यो भन्ने बित्तिकै अब त्यो हेज ह्याभको युजहरू होइन, इजएमआरको युजहरू त्योहरू आउने भयो। अनि अर्को भनेको आर्टिकल्स। अब यो सब्जेक्ट भर्ब अग्रिमेन्टमा अर्को चाहिँ हुन्छ नि, अब एन्डले कुनै दुईवटा सब्जेक्टलाई जोडेको छ होइन भने त्यो अगाडिको सब्जेक्ट हेर्ने कि पछाडिको सब्जेक्ट हेर्ने कि दुइटै हेर्ने कि कुनै बिचमा एन्ड नभनौँ कुनै अरू वर्डहरू पनि छ भने होइन, त्यस्तो कुराहरू त्यस्तो रुलहरू हेरेर जानु होला। अनि त्यसपछि भोइस, अनि त्यसपछि डाइरेक्ट इन्डाइरेक्ट, डाइरेक्ट स्पिचबाट पनि क्वेसनहरू आउँछ। धेरै जसो सिम्पल नै हुन्छ, इफ हजुरलाई बेसिक रुल्सहरू थाहा छ भने चाहिँ रिलेटिभली सिम्पल नै हुन्छ। तर एकचोटि सबैको अनि त्यसपछि प्रिपोजिसन पनि होइन, इन अन एट कता युज गर्ने भनेर पनि एकचोटि सर हेरेर जानु होला है। सो क्वेसनहरू सजिलै आउँछ, आत्तिनु पर्दैन। 10को पनि एकदमै बेसिक लेभलमा आउँछ होइन। तर यो भन्ने बित्तिकै हजुरहरूले पढ्नु पर्दैन भन्ने पनि होइन है, पढ्नु होला, कुनै पनि रिस्क नलिनु होइन। ट्राई यर बेस्ट, गिभ यर बेस्ट, एकदम बेस्ट कलेजमा नाम निकाल्न ट्राई गर्नु होला होइन। अब मेट्रोमा त इट्स अल अबाउट कम्पिटिसन नि त। सो जति सक्यो धेरै ल्याउनु पर्यो होइन। सिम्पल इन टर्म्स अफ मेजोरिटी अफ द क्वेसन चाहिँ सिम्पल नै हुन्छ है। तर हजुरहरूलाई त मेजोरिटी मिलाएर त पुगेन नि त होइन। मेजोरिटी सिम्पल हुने बित्तिकै त्यो मेजोरिटी मिलाउने पनि धेरैजना हुन्छन् नि त। सो हजुरहरूले के एम गर्नु पर्यो भन्दाखेरि त्यो जुन गाह्रो क्वेसनहरू हुन्छ त्यसलाई पनि म मिलाउँछु भन्ने दृष्टिकोणले चाहिँ अघि बढ्नु पर्यो होइन। अब यो जिकेको टर्म्समा आऊँ है त। जिकेको टर्म्समा पनि अब अघिल्लो इयर जस्तो सोध्यो त्यस्तै आउँछ भन्ने त हुँदैन होइन। तर हाम्रो एक्सपिरियन्समा चाहिँ एकदमै प्रेजेन्ट कन्टेक्स्टमा के भइरहेको छ रिलेटेड क्वेसनहरू चाहिँ धेरै आउँछन्। र कुनै चाहिँ लाइक पहिला भएको कि त हुन्छ नि लाइक फर्स्ट पर्सन टु ब्ला 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 खालको क्वेसन हुन्छ नि, त्यस्तो खालको पनि हल्का चाहिँ आएको थियो है। अब हामीले ठ्याक्क पाएको क्वेसन भन्दा चाहिँ एउटा चाहिँ हाम्रो वर्ल्ड कप चाहिँ कता कुन कन्ट्रीमा भएको थियो भनेर आएको थियो। त्यसै गरी स्पोर्ट्स रिलेटेड अर्को चाहिँ क्रिकेट पनि कुन कन्ट्रीमा भएको थियो कि त्यस्तै स्पोर्ट्स रिलेटेड दुईवटा क्वेसन आएको थियो, एउटा फुटबल र एउटा क्रिकेटको होइन। अब त्यो बाहेक चाहिँ अरू पनि थुप्रै लाइक भेराइटीकै क्वेसन थियो होइन। तर धेरै जसो चाहिँ प्रेजेन्ट कन्टेक्स्टमा होइन, जस्तो अपडेट केही कुरा अपडेट भएको छ भने त्यो रिलेटेड होइन। भनेपछि एकैछिन है त, प्रेजेन्ट कन्टेक्स्टमा के भइरहेको छ है अपडेट्सहरू, त्यसमा चाहिँ एकदमै अपडेटेड बस्नु होला होइन। इफ हजुरहरूले जिके मिलाउनु भयो भने चाहिँ हजुरहरूलाई एकदम हाई स्कोर गर्न एकदमै सजिलो हुनेछ है। अब मेरो टाइममा चाहिँ मेरो 10वटा जिके क्वेसनमा 7वटा गेस गराएको थिएँ, 7वटै बिग्रेको थियो होइन। सो हल्का भाग्यमा पनि हो, इफ यु हुन्छ नि क्वेसन थाहा छैन भने चाहिँ। तर त्यही हो, जिकेमा चाहिँ एउटा प्रेजेन्ट कन्टेक्स्टको हेर्नु होला। अनि अर्को चाहिँ हामीलाई माउन्ट एभरेस्टको ठ्याक्क एक्ज्याक्ट हाइट कति छ भनेर सोधेको थियो होइन।
एउटा चाहिँ एमसिक्यू भएर रिलेटिभली सजिलो पनि हुन्छ तर जे होस् हाम्रो कन्ट्री रिलेटेड स्पेसली नेपाल रिलेटेड कुराहरू हुन्छ नि त्यो कुराहरूलाई चाहिँ ध्यान दिएर त्यो हेरेर जानु होला अनि त्यसपछि माउन्ट एभरेस्टको हाइट भयो एउटा अनि अर्को चाहिँ माउन्ट एभरेस्ट क्लाइम्ब गर्ने फर्स्ट फिमेल कि त्यस्तै एउटा कुरा थियो फर्स्ट नेपाली फिमेल कि त्यस्तै एउटा क्वेसन थियो नेपाली फिमेल त होइन होला तर बुझ्नुभयो नि होइन लाइक फर्स्ट पर्सन टु क्लाइम्ब माउन्ट एभरेस्ट खालको क्वेसन थियो होइन सो यस्तो यस्तो क्वेसनहरू जुन हुन्छ नि त्यो पनि एकदमै अपडेटेड हुनु होला सो अब आई थिङ्क मैले मेजोरिटी अफ द टपिकहरू चाहिँ कभर गरि नै सकेँ तर अरू टपिकहरू पनि हाम्रो सेसन्सहरूमा हाम्रो युट्युब भिडियोहरूमा चाहिँ आउने नै छन् सो हजुरहरू हेरिदिनु होला त्यो भिडियोहरू अनि हाम्रो ब्रिज कोर्सको सेसन पनि छिटै आउनेछ सो त्यहाँ पनि सपोर्ट गरिदिनु होला र थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो अनि लाइक गर्न चाहिँ नबिर्सिनु होला है त ल थ्याङ्क यू